Hello guys, welcome to another vlog. मेरो भ्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी नालागढी भन्ने ठाउँमा आइरहेको छौं। लालीपप खाँदै गाइस। लालीपप कसले किने हो कि मलाई एउटा देखाएन। यहाँ सुशील भाइ छ, सबजना यहाँ रुक्नेर जान लागिरहेको छौं हैन, त्यो रुक्नेर। आगे एक भ्लगर, पीछे एक भ्लगर। हामी चाहिँ नालागढीमा आएको छौँ हैन, लालीपप खाँदै नालागढीनेर आएको। पुरै यस्तो रुखै रुखहरू छ। यहाँ एउटा चकचके दिदी चाहिँ ओके धीरे धीरे हम धीरे 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 ल रुखमा हिँड्दैछ है यिनीहरू। यो च्यालेन्ज कम्प्लिट सुई गरे हैन। ए आयो हुन्छ आयो। देखो ना गाइस, देखो हमारा खाजा क्या है। मेरो देश मलाई लाग्छ प्यारो। गाइजहरू हिँड्दै है, हामी चाहिँ ठ्याक्क यहाँ माथि गढी जस्तो ठाउँमा जान लागिरहेछौँ। मेरो देश मलाई लाग्छ प्यारो। ल हामी चाहिँ नालागढीमा आइपुग्यौँ। पहिला चाहिँ यहाँनिर अङ्ग्रेज युद्ध हुँदा नै पृथ्वीनारायण शाहले चाहिँ काठमाडौँ कब्जा गर्ने बेलामा त्यो गढी बनाएको थियो अरे। ठ्याक्क हामी चाहिँ नालागढीनेर आइपुग्यौँ वरिपरि। मेरो देश मलाई जस्ट भ्यू। गाइज हामी चाहिँ नालागढीबाट पनि फर्किसकेका छौँ। टक्क यहाँ खाएर यो फोहोर पनि लिएर फाल्नको लागि रेडी हौँ होइन। अब हामी जान लागिरहेछौँ। भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला। सबजनाले च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला है हजुर। थ्याङ्क यू, सी यू इन नेक्स्ट भ्लग, बाई बाई।